कार्यालयहरू अफिसहरू आफ्नै भवनमा सञ्चालनमा छन्। हामीले खजुरालाई टिनको छाना मुक्त विद्यालयहरू निर्माण गर्ने अभियान चलायौँ, जहाँ टिनको छाना पानी पर्दा आवाज आउने, हुरी आउँदा खतराका कारण धेरै जोखिम हुने र घामको बेला पसिना चुहेर विद्यार्थीहरूले पढ्न नसक्ने अवस्थाको अन्त्य गर्ने अभियान चलायौँ। त्यही अन्तर्गत हामीले हाम्रो कार्यकालमा सबै विद्यालयहरूमा पक्की भवन निर्माण गरेका छौँ, जसको सहयोगका लागि केन्द्र सरकार, प्रदेश सरकार, बिल्डर नेपाल र खजुरा गाउँपालिका लगायत समुदायका केही व्यक्तित्वहरूको सहयोगद्वारा हामीले यो अभियान अन्तिम चरणमा पुर्याएका छौँ। अब विद्यालयलाई एक एक गरेर हामीले घोषणा गरेर हाम्रो कार्यकालमा सम्पन्न गर्ने योजना अगाडि बढाएका छौँ। यही वर्ष मात्रै हामीले 18वटा भवनहरू निर्माण गरेका छौँ। त्यस्तै गरी हामीले समुदाय र विपद सेल्टरको रूपमा केही भवनहरू निर्माण गऱ्यौँ र यता व्यावसायिक भवन 2 नम्बर वडामा निर्माण गऱ्यौँ। त्यस्तै गरी 5 नम्बरमा र हामीले 2 नम्बरमा सामुदायिक भवन निर्माण गरेका छौँ, जहाँ अनाथ बालबालिकाहरूलाई आवासीय र शिक्षा प्रदान गर्ने गरी त्यसलाई सञ्चालनमा यही वर्ष ल्याएका छौँ। त्यस्तै गरी विपद व्यवस्थामा जहाँ विपद हुन्छ त्यहाँ विपद सेल्टर भवनहरू निर्माण गरेका छौँ। विद्युत लाइनहरूलाई पोल विस्तार गऱ्यौँ र जहाँ चाहिँ लाइनहरू कमजोर थियो त्यहाँ ट्रान्सफर्मरहरू राख्ने काम गऱ्यौँ। सडकमा हामीले धेरै चाहिँ नयाँ ढङ्गबाट निर्माण गर्ने अभियान चलायौँ। यहाँ 4वटा वडाहरू चाहिँ पहाडी छन् र 4वटा मधेसी मुस्लिमहरू छन्। जहाँ मधेसी मुस्लिमहरू रहेका वडाहरू थिए त्यहाँ विकासले छोएको थिएन। त्यसकारण हामीलाई धेरैभन्दा धेरै भारी मत दिएर मधेसी समुदायले नै विजय गराउनु भएको थियो। त्यसकारण मधेस एउटा पुराना बस्तीहरू बाँकेका सबैभन्दा पुरानो बस्ती रनियापुर हो, जहाँ कि एउटा गाविसको एउटै गाउँ छ। त्यस्ता गाउँहरूमा हामीले चाहिँ सबै कोलियामा आरसिसी र पिसिसी गऱ्यौँ। एक गाउँबाट अर्को गाउँ जोड्ने बाटाहरू बनायौँ र सबै क्षेत्रहरूमा बाटाका पहुँचहरू अगाडि बढाएका छौँ। खानेपानी पाइपलाइन विस्तार गरेर झन्डै 60% खानेपानी जनताको बिचमा हामीले पुर्याउन सफल भएका छौँ। त्यस्तै गरी टिनका छानाहरूलाई निर्माण गर्ने कार्य अगाडि बढाएका छौँ। फुसका छाना अन्त्यको जो झन्डै यो वर्ष अन्तिम चरणमा पुग्दैछ। हामीले सुरक्षित आवासहरू पनि निर्माण गरेका छौँ 55वटा। त्यसैले भौतिक पूर्वाधारतिर हामीले चाहेको भन्दा अलिक बढी कामलाई अगाडि बढाउन सक्यौँ भन्ने हाम्रो दाबी छ। त्यस्तै गरी शीत भण्डार पनि हाम्रो सञ्चालनमा आउँदैछ र निर्माण प्रक्रिया पुरा भएको छ। त्यस्तै गरी सभाहरू पनि हामीले निर्माण गरिसकेका छौँ। प्रशासनिक भवन पनि अब अन्तिम चरणमा छ र यो महिनाभित्र हामीले सम्पन्न गर्छौँ। त्यस्तै गरी बस पार्क निर्माण गर्न थालेका छौँ, त्यो अब यो आर्थिक वर्षमा हाम्रो सम्पन्न हुन्छ र हामीले शिक्षातिर थोरै केही कार्यक्रमहरू अगाडि बढायौँ। पूर्वाधारका हिसाबले टिनको छाना रहित विद्यालय निर्माण गर्ने, स्वच्छ खानापानी निर्माण गर्ने, पुस्तकालय, कम्प्युटर ल्याब र साइन्स ल्याब, गणित प्रयोगशाला लगायतका सबै कुराहरू हामीले सबै माविहरूमा सम्पन्न गरेका छौँ। निमाविमा पनि केही खानेपानी लगायतका केही पुस्तकालयहरू प्राविमा गरेर सबै विद्यालयहरूमा व्यवस्थापन गरेका छौँ। प्रमिलान गऱ्यौँ। प्रमिलान गर्दा निकै जोखिम पनि रह्यो र त्यसैले प्रमिलानदेखि लिएर जहाँ विद्यार्थी त्यहाँ टिचरहरूको मिलान पनि गऱ्यौँ। यसले ठुलै एउटा क्रान्ति ल्याएको जस्तो अनुभूति भयो। अदालतसम्म पनि मुद्दा लड्ने वातावरण पनि यो जोखिम नै रहेछ, त्यही पनि केन्द्र सरकारले नसक्ने काम हामीले गऱ्यौँ भन्ने मेरो दाबी छ। र अहिले स्वाभाविकै हिसाबले केही कोचिङ क्लासहरूलाई हामीले सञ्चालनमा ल्याउँदा केही विद्यार्थीहरूमा रिजल्ट राम्रो देखिएको छ। परीक्षामा सुधार गरेका छौँ र शिक्षकहरूलाई तालिम प्रदान गरेका छौँ। छात्रवृत्तिहरू लगायतका कुराहरू चाहिँ अगाडि बढाएका छौँ। स्वास्थ्य यता विद्यालयमा पढ्दै कमाउँदै गर्ने कार्यक्रमहरू सञ्चालनमा ल्याएका छौँ। कतैतिर कृषिसँग सम्बन्धित छ भने कतैतिर चाहिँ हामीले टेक्निक प्रविधिसँग सम्बन्धित सँग जोडेर अगाडि बढाएका छौँ। हामीले यहाँको कृषि क्याम्पस छ, त्यसलाई पनि हामीले उत्पादनसँग पालिकाको कृषि शाखासँग सहकारी गरेर कामहरू अगाडि बढाएका छौँ। विद्यालयहरू यहाँको विद्यालय पूर्णवासका विद्यालयहरू भएका कारण 3 बिघादेखि 9 बिघासम्म जमिन रहेको छ। त्यसलाई हामीले सबै ठाउँहरूमा कुकाटहरू कटाएर आँपहरू रोप्ने काम गरेका छौँ। अहिले केही विद्यालयहरूमा आँप निकै राम्रो छ र खजुरालाई आँपको एउटा ब्रान्डेड फलको ब्रान्डेड गराउने उद्देश्यमा आधारित रहेर यसलाई अगाडि बढाएका छौँ।
स्वास्थ्यतिर सबै वडाहरूमा स्वास्थ्य चौकी निर्माण गरेका छौँ। 6वटा वडामा बर्थिङ सेन्टरहरू सञ्चालनमा छन्। ज्येष्ठ नागरिकसँग अध्यक्ष भन्ने कार्यक्रम सञ्चालन ल्याएका छौँ, जसले प्रत्येक चाहिँ वडामा मात्रै होइन घर घरमा ज्येष्ठ नागरिक अपाङ्ग अशक्तहरूको घर पुगेर उपचारहरू गर्ने, औषधि निःशुल्क प्रदान गर्ने गरेका छौँ। यो निकै प्रभावकारी कार्यक्रम बनेको छ र स्वास्थ्य पहुँच चाहिँ प्रत्येक अशक्त र पछाडि परेका समुदाय कहाँ पुगेको छ। पोषण बगैँचाहरू सञ्चालन ल्याएका छौँ, जहाँ कि हामीले परीक्षण गर्दा कुपोषण भएका बालबालिकाहरूका परिवारहरूलाई विभिन्न आर्थिक सहयोग लगायत सामग्रीहरू प्रदान गरेर पोषण बगैँचाहरू सञ्चालनमा ल्याएका छौँ। त्यस्तै विभिन्नलाई स्वास्थ्य बिमा लगायत दीर्घ रोगीहरूलाई आर्थिक सहयोगहरू गरेका छौँ। विद्यालयहरूमा विद्यार्थीहरूलाई लागु औषध सम्बन्धी शिक्षा प्रदान गरेका छौँ र कृषिमा एक पकेट उत्पादन पकेट एक एरिया बनाएर हामीले सञ्चालनमा ल्याएका छौँ। यसलाई 5 वर्ष योजना भएका कारणले कार्यान्वयन प्रभावकारी ढङ्गबाट अगाडि बढिरहेको छ। कृषि सामग्री लगायत सिँचाइका व्यवस्थापन गरेका छौँ। लिफ्ट सिँचाइ र भूमिगत सिँचाइ दुवैलाई अगाडि बढाएका छौँ। रोगहरू परीक्षण गर्ने पनि गरेका छौँ, माटो परीक्षण गर्ने गरेका छौँ। गुणको बिउ उत्पादन गर्ने किसानहरूलाई वितरण गर्ने गरेका छौँ। पशुतिर सुत्केरी पशुहरूलाई भत्ता वितरण गर्ने अथवा पशुहरूको उपचार गर्ने, कुकुर बन्ध्याकरण गर्ने लगायत चाहिँ विभिन्न ढङ्गबाट चाहिँ पशु क्षेत्रतिर पोषण प्याकेजहरू, विभिन्न दुधका भाँडाहरू, फ्रिज लगायतका थुप्रै चाहिँ सामग्रीहरू गाउँ म्याट लगायतका वितरण गरेका छौँ। घाँसको बिउ उत्पादन र वितरण गरेका छौँ। त्यस्तै गरी हामीले स्मार्ट गाउँपालिका सञ्चालनमा ल्याउने गरी यो वर्ष ल्याउने गरी हामीले सबै प्रक्रिया पुरा गरेका छौँ। सबै वडाहरू सबै नागरिकहरूलाई डिजिटल को पहुँच पुर्याउने गरी अगाडि बढाएका छौँ। अफिसहरूमा पनि डिजिटल सिस्टम सुरु गरेका छौँ। त्यस्तै गरी अफिसहरू विद्यालयहरू सबैमा चाहिँ हाजिरीहरूको प्रयोग गरेका छौँ। डिजिटल र चाहिँ सफ्टवेयरहरूका तालिमहरू सञ्चालनमा ल्याएका छौँ र अहिले विशेष गरी मानवीय पुँजी तयार गर्ने, मानवीय क्षेत्रका विकासहरूमा अपाङ्गहरूलाई हामीले आय आर्जनमा जोड्ने, तालिमहरू चाहिँ प्रदान गर्ने, सहायक सामग्रीहरू वितरण गर्ने। त्यस्तै तालिमहरूमा कुक ट्रेनिङहरू युवाहरूलाई युवतीहरूलाई अनि ड्राइभिङ ट्रेनिङहरू, जुत्ता चप्पल ट्रेनिङहरू, अचार पिस्टल भएका चोरापोतेहरू, लोकसेवा आयोग, कम्प्युटर, एसी फ्रिज मर्मत लगायतका च्याउ उत्पादन र पशुपालन सम्बन्धी ट्रेनिङहरू थुप्रै दिएका छौँ, जसले रोजगार सृष्टि गरेको छ। स्वरोजगार पनि केही हुनुभएको छ र कतिपय चाहिँ विभिन्न क्षेत्रहरूमा सिप सिकिसकेपछि अर्काको काममा पनि रोजगार प्राप्त गर्नुभएको छ। हामीले प्रज्ञा प्रतिष्ठान खजुरा गठन गरेका छौँ, जसले प्राज्ञिक व्यक्तित्वहरूलाई देशभरिबाट आकर्षण गरेको छ। हाम्रो चाहिँ खजुराको इतिहास लगायत विभिन्न विधाहरूमा पुस्तकहरू चाहिँ छाप्ने काम गरेका छौँ। त्यस्तै गरी हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनहरू गरेका छौँ, प्रतिभा खोजी कार्यक्रम सञ्चालनमा ल्याएका छौँ र प्रत्येक विद्यालयहरूमा हामीले बहु प्रतिभाहरू खोजी गर्दै कार्यक्रमहरूलाई चाहिँ ट्रेनिङहरू, तालिमहरू चाहिँ विभिन्न विधाहरूमा दिन सफल भएका छौँ। त्यसैले खजुरा प्रज्ञा प्रतिष्ठान निकै आकर्षक बनेको छ। त्यस्तै खेलकुद विकास समिति बनाएका छौँ, क्लबहरूसँग सहकार्य गर्ने र सामग्रीहरू वितरण गर्ने, खेलका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्ने लगायत थुप्रै चाहिँ खेलसँग सम्बन्धित गराएका छौँ र अहिले पर्यटनतिर के हामीले अगाडि बढाउन कोसिस गरेका छौँ। एउटा 2 बिघामा शहीद पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ। यहाँ मगर जातिहरूको वेशभूषा, संस्कृति र चाहिँ खानालाई ब्रान्डेड गर्दैछौँ र होमस्टे सञ्चालन ल्याउन धवलागिरीमा अन्तिम चरणमा पुगेका छौँ। प्राकृतिक सौन्दर्यतालाई पनि त्यही कोणबाट अगाडि बढाएका छौँ र अहिले खास गरी केही दाताहरूसँग हाम्रो सहकार्य भएका छन्। यसलाई यसबिच एउटा बेलायती सरकारको स्थानीय पूर्वाधार सपोर्ट कार्यक्रम अन्तर्गत हाम्रो पालिकामा सञ्चालनमा छ। त्यस्तै गरी बिल्डर नेपालको चाहिँ स्कुलहरू बिल्डिङहरू निर्माणमा सहभागी छ। केयर नेपाल स्वास्थ्य क्षेत्रका सामग्रीहरूदेखि लिएर पोषण बगैँचासम्म हाम्रो सहकार्य गरेको छ। अहिले समर्थन भन्ने चाहिँ बेलायती प्रोजेक्ट नै हो। स्वास्थ्य र शिक्षामा सहकार्य गर्नका लागि हामीसँग चाहिँ सहमति गर्नुको नजिक
पुगेको छ। त्यस्तै गरी बी ग्रुप, हाम्रो फेडो लगायतका थुप्रै सङ्घ संस्थाहरूले सहकार्य गर्नुभएको छ। त्यसैले खजुरालाई लगानी मैत्री चाहिँ गाउँपालिकाको रूपमा हामीले अगाडि बढाएका छौँ र प्रेस सेन्टरसँग पनि हाम्रो सहकार्य भएको छ। हामीले प्रेस सेन्टर मात्रै होइन, पत्रकार महासङ्घ लगायत संसार जगतलाई सकारात्मक दृष्टिबाट लिएर अगाडि बढ्ने कोसिस गरेका छौँ। तर केही चाहिँ त्यस्ता पत्रकारिता क्षेत्रमा काम गर्ने अथवा नकारात्मक मानिसहरूका केही समस्याहरू पनि व्यक्त हुने गरेका छन्। त्यसलाई पनि हामीले सही ढङ्गबाट चाहिँ अगाडि बढाउने कोसिस गरेका छौँ। समग्र रूपमा खजुरा गाउँपालिकालाई हामीले हाम्रो गाउँपालिका आफै निर्माण गर्नका लागि समुदायहरूको योगदान पुर्याउने गरी चाहिँ सहभागिता गराउन सक्छौँ।